राजावादीहरूलाई खबरदारी गर्न चाहन्छु, भन्न चाहन्छु नेपाली सञ्चार जगतलाई, यदि तपाईले आक्रमण गरेर तपाईको चाहना पूरा हुन्छ भन्ने सोच्नु भएको छ त्यो दिवा सपना हो। नेपाली सञ्चारकर्मीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई घुँडा टेकाकै हो र लोकतन्त्रको विकल्प लोकतन्त्र हो। राज संस्था हुन सक्दैन, तत्काल कारबाही गर्नुपर्छ, हत्यारालाई कारबाही गर्नै पर्छ। नेपालको सञ्चार जगत एक भएर लाग्नेछ। आदरणीय साथीहरू, आज हामी नेपाल पत्रकार महासङ्घको स्थापना दिवस मनाइरहँदाखेरि हामीको पीडा छ, दुःख छ। नेपालको पत्रकारको इतिहास लामो छ। राणा शासनको विरुद्ध लडेको इतिहास छ, पञ्चायती व्यवस्थाको विरुद्ध लडेको इतिहास छ, निरङ्कुश राज संस्थाको विरुद्ध लडेको इतिहास छ। र फेरि पनि आज हाम्रो देशमा निरङ्कुश राज संस्थाको नाममा, राजावादीको नाममा नेपाली सञ्चार जगतमाथि हिजो जुन किसिमको आक्रमण भयो त्यो आततायी घटना हो। त्यसको चौतर्फी रूपमा निन्दा र भर्त्सना गर्नुपर्छ। र म राजावादीहरूलाई खबरदारी गर्न चाहन्छु, भन्न चाहन्छु नेपाली सञ्चार जगतलाई, यदि तपाईले आक्रमण गरेर तपाईको चाहना पूरा हुन्छ भन्ने सोच्नु भएको छ त्यो दिवा सपना हो। नेपाली सञ्चारकर्मीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई घुँडा टेकाकै हो र राज संस्था अन्त्य गर्नको लागि नेपालको सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका थियो। आज तारा ताल यहाँ हुनुहुन्छ, म सबै यहाँ, धर्मेन्द्र झा यहाँ हुनुहुन्छ, महेन्द्र विष्ट यहाँ हुनुहुन्छ। नेपाल पत्रकार महासङ्घको हरेक आन्दोलनमा हामीले साथ दिएका थियौँ। त्यतिखेर किन, के कारणले? अभिव्यक्ति स्वतन्त्रको लागि हामीले आफ्नो कुरा राख्न पाउनुपर्छ भनेर हामीले राजावादीहरूलाई पनि ठाउँ दिएका थियौँ। किन भन्दाखेरि लोकतन्त्रमा सबैको विचारहरू राख्न पाउनुपर्छ। तर लोकतन्त्रमाथिको प्रहार अब नेपाली सञ्चार जगतले स्वीकार्दैन र लोकतन्त्रको विकल्प लोकतन्त्र हो। राज संस्था हुन सक्दैन र राजावादीहरूको त्यो दिवा सपना छ भने त्यो आजैबाट त्याग्न आग्रह गर्न चाहन्छु। र म राज्य सत्तालाई, सरकारलाई भन्न चाहन्छु अब सञ्चार क्षेत्रको पूर्ण सुरक्षाको ग्यारेन्टी लिनुपर्छ। हिजो जसरी सञ्चारगिरीमा आक्रमण भयो र एकजना सञ्चारकर्मीले समाचार लेख्दै देखाउँदै जसरी उहाँले हत्याको स्थितिमा पुग्नु पर्यो, आज म उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै के भन्न चाहन्छु भन्दाखेरि हामी सञ्चारकर्मीहरूले धेरै दुःख कष्ट भोगेका छौँ र हामी जस्तो सुकै परिस्थितिमा पनि कहिले पनि आत्तिँदैनौँ। हामी निर्भीक भएर समाचार सम्प्रेषण गर्नेछौँ, जनतालाई सही सूचना दिनेछौँ। म रामप्रसाद दाहाल मार्फत भन्न चाहन्छु अब पत्रकार महासङ्घले आज जुन किसिमको एउटा अभियान सुरु गरेको छ, आज यसलाई श्रद्धाञ्जली सभाको रूपमा हामीले अगाडि बढाएका छौँ। पत्रकार महासङ्घको स्थापना दिवसलाई हामी देशभरिका सञ्चार कर्मीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू सुरक्षित भएर समाचार सम्प्रेषण गर्नुहोस्, नडराउनुहोस्, निर्भीक भएर काम गर्नुहोस्। सम्पूर्ण जनता तपाईँहरूको साथमा छन्, लोकतन्त्रको पक्षमा छन्, विधिको शासनको पक्षमा छन्, कानुन राज्यको पक्षमा छन्। र म जाँदै के भन्न चाहन्छु भन्दाखेरि जस्तो रामप्रसादजीले भन्नुभयो, बारिसनको कुरा आयो, म मिडिया हाउसको नेतृत्व गर्छु र नेपालमा श्रमजीवी पत्रकारहरूको भूमिका छ। श्रमजीवी पत्रकारहरूलाई न्याय दिनुपर्छ र सबै मिडिया हाउसलाई पनि आग्रह गर्न चाहन्छु। र हाम्रो देशमा हिजो जसरी मिडिया हाउसमा आक्रमण भयो कान्तिपुरमा, हिमालय टाइम्सको तपाईँलाई थाहा छ धेरै मिडियाहरूले मलाई भनेका छन्, तर पनि हिजोको कुरा गर्दाखेरि अन्नपूर्ण नेटवर्कमा, अन्नपूर्ण मिडिया हाउसमा, कान्तिपुर टेलिभिजनमा, हिमालयन टेलिभिजनमा र अनलाइन खबरमा जसरी आक्रमण भयो र संवाददातामाथि जसरी आक्रमण भयो त्यसको हामी कडा रूपमा भर्त्सना गर्दै अनुसन्धान गर्न राज्यलाई तुरुन्त आग्रह गर्न चाहन्छु। दोषी जोसुकै होस् तत्काल कारबाही गर्नुपर्छ, हत्यारालाई कारबाही गर्नै पर्छ। नेपालको सञ्चार जगत एक भएर लाग्नेछ र नेपाली सञ्चार जगतले जस्तो सुकै चुनौती पनि फेस गरेको छ। यो लोकतन्त्र हो, सङ्घीय लोकतान्त्रिक व्यवस्था नेपाली जनताको जीवन पद्धति बनिसकेको छ। यो व्यवस्थामाथि आक्रमण गर्ने कसैलाई पनि छोडिने छैन भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।